नुवाकोट गुप्तेश्वर नुवाकोटको प्रस्थान भइरहेछ हाम्रो। अहिले शिवपुरी जङ्गलबाट धेरै तल आइपुगेका छौँ। बाटो एकदमै पिच भए तापनि ओह्रालो छ, डेन्जर छ। अलिकति दायाँ बायाँ हेरिएर हिँडेन भने अलिकति खतरा पनि आइलागेको छ। आज यो नुवाकोटको गुप्तेश्वर महादेवको दर्शनको लागि हामीले हिँडिरहेका छौँ। तपाईँहरू पनि हेर्दै गर्नुहोला कहाँ कहाँसम्म पुगिन्छ भगवान कृपाले। ओह्रालो लागिरहेकै छौँ। कस्तो के अरे घुमौरो हो यो, बाटो एकदम घुमौरो भइरहेछ। अब त हात पनि दुख्दा थालिरहेछ। बिहान 10 बजे हिँडेको छौँ। लगभग 2 घन्टा दौडै नै छौँ हामी। गाडीहरू आफै छ, मसिना गाडीहरू। एकपछि अर्को भएर आइरहेकै छ। गाडीहरू भन्ज्याङहरू पार गरिरहेकै छौँ। जति अगाडि बढ्यो उति रमाइलो भइरहेछ। ओह्रालो आइरहेछ। कहीँ पिच छ त कहीँ ढलान बाटोहरू छ। बाटो दिवस राम्रै छ। बाटो एकदम सहज छ, कहीँ कतै आँटिनु पर्दैन। बहुत राम्रो छ बाटो। यो कहाँ आइपुग्यो भन्ने कुरो हामीलाई अहिलेसम्म पनि थाहै छैन। तपाईँलाई हामी आज गुप्तेश्वर महादेवको दर्शन गराउनको लागि गइरहेका छौँ। तपाईँहरू पनि हेर्दै गर्नुहोला। बाटो एकदम राम्रो छ, फर्स्ट क्लासको छ बाटो। बाटो डबल लेनको भए तापनि एकदम डरामर्दो छ। जहाँ चाहिँ एकदमै भन्ज्याङ चौतारी छ एकदमै। हेर्नु त भिड एकदम कुना मोड एकदम खतरनाक मोडहरू छ। बाफ्रे कत्रो मोड पार गर्नु पऱ्यो त। फेरि अर्को मोड आयो। पुरा जङ्गलै जङ्गल छ। यो जङ्गल भनेकै शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने रहेछ र यो गाउँपालिकाको नाम पनि शिवपुरी गाउँपालिका नै रहन गएको रहेछ। यो चाहिँ तपाईँको भन्ने नै हो भने नुवाकोट जिल्ला अन्तर्गत पर्ने रहेछ। भिडभाड एकदम छ, बढिरहेको। यस्तो छ। लगातार हिँडिरहेकै छौँ। बाटो चाहिँ कता काहीँ ढलान छ। समग्रमा बाटोको अवस्था राम्रै छ।